नमस्ते, म फुकुओका नेपाल सोसाइटीको पूर्व अध्यक्ष दीपक देवकोटा र आज फुकुओका नेपाल सोसाइटीले 60औं दन्ताको फेस्टिभलमा भाग लिएर एउटा आफ्नो प्रस्तुति परेडमा आफ्नो प्रस्तुति दिएको छ र यो चाहिँ प्रत्येक वर्ष हुने गर्छ। त्यसपछि फुकुओका नेपाल सोसाइटीले पनि लगातार गत वर्षहरूमा जस्तै आज पनि भाग लिएर आफ्नो देशको कल्चर अनि त्यसपछि गएर आफ्नो देशको वेशभूषा देखाउने एउटा मौका पाएको छ। यसले गर्दाखेरि फुकुओकामा बस्ने नेपालीहरूलाई पनि जापानिजहरूले हेर्ने एउटा दृष्टिकोणमा धेरै नै फरक पर्न आउँछ। जुन कुरा फुकुओका नेपाल सोसाइटीले निरन्तर गरिरहेको छ, आउने दिनमा पनि निरन्तर गरिरहोस् भन्ने शुभकामना दिन चाहन्छु र यसले गर्दा हामी फुकुओकामा बस्ने नेपालीहरूको लागि ठुलो एउटा जापानिजमा आफ्नो परिचय दिलाउने एउटा अवसरको रूपमा पनि हामीले लिन सक्छौँ। धन्यवाद। 다음에 What are you doing, man? Hi. 盛り上がりは一回り聞かないから。Crazy is crazy, last crazy is right. Vibes. 繋いだ手で振るな。じゃあ僕が行くぞーっつったら始めてくれるから。いい準備できた？そうーい行くぞー。Cops ले रहा है पूरे यहाँ पर जिसका रहा है cops ले रहा है जिसका रहा है So these guys are amazing so much. This makes funny, crazy. Yeah. Banger, you know. नमस्कार। सर्वप्रथम त सम्पूर्ण नेपाली जनसमुदायमा म फुकुओका नेपाल सोसाइटीको वर्तमान सहकोषाध्यक्ष र नेपाल तामाङ समाज क्युस्यु क्षेत्रीय समितिको सचिवमा रहेर विभिन्न सामाजिक कामहरू गर्दै आएको छु र आज विशेष तपाईले पछाडि देख्न सक्नुहुन्छ ठुलो संख्यामा चाहिँ यो गोल्डन विकको अवसर पारेर प्रत्येक वर्ष फुकुओका नेपाल सोसाइटीले पनि नेपाल सिङ्गो नेपाललाई चिनाउनका निमित्त प्रत्येक वर्ष हामीले दोन्ताको फेस्टिभल अर्थात् फुकुओका को चाहिँ एकदम पुरानो फेस्टिभल भन्छ र यस फेस्टिभलमा चाहिँ विभिन्न देशका व्यक्तिहरूले आफ्नो देशको वेशभूषा आफ्नो देशको कला संस्कृतिलाई देखाउन यो गोल्डन विकको अवसरमा हुने मातृमा सबैजनाले चाहिँ भाग लिन्छन्। त्यसैगरी हामी नेपालीहरूले पनि प्रत्येक वर्ष फुकुओका नेपाल सोसाइटीको नेतृत्वमा र सम्पूर्ण नेपालीहरूलाई समेटेर यस फेस्टिभलमा चाहिँ हामी उपस्थित गर्दै आएका छौँ।
मलाई चाहिँ अलिक भोक लागेर चाहिँ कोही खान लागेको छ कोही नम्बर भोक लागेको छ सुसिन इकुरा नो इकुरा 1個600円です。 600円ですねあいつはねはい。すぐに大丈夫ですमैले चाहिँ अहिले चाउमिन अर्डर गरेको छु 600 रुपियाँ हाटेको लास्टै महँगो छ खानेकुराहरू चाहिँ यति र 600 रुपियाँ रे 600 रुपियाँ 4400円ですね。ありがとうございます袋にあごめん大丈夫です。はい。いいですね。はい。袋に入れます。はい600 रुपियाँ रे हाफ प्लेटको चाहिँ हाफ प्लेट भन्दैन के थाहा भएन 600 रुपियाँ रे मैले अलिकति मजाले हालेँ भोक लागेर अरू पनि छ खानेकुराहरू राम्रै छ म चाहिँ लास्टै भोक लागेर मैले चाउमिन लिएर आएको छु बसेर खान्छु लास्टै क्राउड छ इकुरा buatan por itu seafood semua jual dah 500 rupiah orang tu boleh datang arigatou gozaimasu pokanya udah pernah macam cara mau ini tane pernah dari ayo lewat sekarang macam apa tuh itu bani oke मैले चाहिँ सिफुड किने थिएँ कि अनि त्यही सिफुड खान लाग्यो टेस्ट गरेर मैले कस्तो छ सिफुड टेस्ट कस्तो छ है त ओए दामी ल दामी छ है एकदम स्पाइसी छ तर टेस्ट गर्न कस्तो छ है super banget udah ngetes deh gila kayak gimana mantap besok gue hari ini lagi sana ya semua teka aja wah nah hari wah gomi gimana wah super right अब दारू पनि टेस्ट गर्नु पर्यो गर्नु त हुन्थेन त्यही नै है प्रेसरमा कस्तो छ दारू कति पर्छ बुझ्नु भयो त्यसमा चाहिँ Jack Daniel हाल्नु पर्ला जस्तो Jack Daniel हाल्नु कि बिरु हाल्नु कि टकिला पनि रहेछ टकिलाको तर 800 रुपियाँ टकिलाको 800 रुपियाँ टकिला हाल्नु पर्ला जस्तो एउटा वान सर्ट है मेलामा आएपछि मेलाको फाइदा लिनु पर्यो सुमेसनこれもある？テキーラ。あ、一個。テキーラ一つ。テキーラ。टेस्ट गरौँ है टेकिला। हाल्ने अघि। करे? हाफ राख्यो है? पखाने? कस्तो? 1
यतिको 800 रुपियाँ 800 रुपियाँ गोमी जापानिज मोमो रहेछ यहाँ चाहिँ 700 रुपियाँ रहेछ सुमासेन कोरे वा इकुरा नाना नाना नयाँ केन जापानिज मोमो रहेछ मलाई मजा अब कोरे नानी ससो सस इरेन सस नखाने मोमो चाहिँ खाने मोमो त्यसको जापानिज मोमो है कस्तो रहेछ 2 4 5 वटाको 700 रुपियाँ मोमो भने चाहिँ कति एक्सपेन्सिभ हाई 700 अलिकतिको चाहिँ बस है म चाहिँ अब जापानिज मोमो टेस्ट गर्न लागेको छु जाबी अझै कस्तो बनाउँछ मोमो टेस्ट गरौँ न लास्ट टाइम महँगो छ 5 वटाको 700 रुपियाँ त्यो त लास्ट टाइम महँगो छ जापानमा खानेकुराहरू के नि टेस्ट गर भाइ हाम्रो हुँदैछ जापानिज मोमो पनि नेपाली जस्तै हुँदैछ टेस्ट चाहिँ बल आयो जापानिज मोमो खानु नहुने खासमा चाहिँ भेजिटेरियन हो राजदोले चाहिँ मोमो चाहिँ हान्न थालेछ मैले जापान हान्थेँ चाहिँ अहिले फेरि अर्को नेक्स्ट आउने तर मिठो चाहिँ मोमो चाहिँ जापान त खानु हुने अरे त ब्यागमा हालेर लानु पऱ्यो है यसको ओके गाइस अब म चाहिँ फर्केको दोनदाको भ्याइसक्यो साँझ पनि भइसक्यो अनि अब लाग्नु पर्छ त्यही हो मलाई चाहिँ राम्रो लाग्यो अनि दाइले बोलाउनु भयो अनि आयो खुसी लाग्यो ओके बाई बाई सी यू